र पाकिस्तानले आइसिसी टी20 विश्वकप 2026 अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता गरेको छ। अब पाकिस्तानले फेब्रुअरी 15मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारत विरुद्ध मैदान उत्रने भएको छ। पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्स मार्फत मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ। पाकिस्तान सरकारका अनुसार पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले प्रधानमन्त्री शाहबाज शरीफलाई आइसिसी, बांग्लादेश क्रिकेट बोर्ड बीसीबी र पीसीबी बीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए। बीसीबीका औपचारिक अनुरोधसँगै श्रीलङ्का, संयुक्त अरब इमिरेट्स लगायत सदस्य राष्ट्रहरूले समाधानको लागि पाकिस्तानको नेतृत्व अपेक्षा गरेको पत्रचार समेत सरकारले समीक्षा गरेको जनाएको छ। यसैबीच बांग्लादेश क्रिकेट बोर्ड अध्यक्षले व्यक्त गरेको आभारप्रति पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएको छ र बांग्लादेशसँग सदैव साथ रहने प्रतिबद्धता दोहोऱ्याएको छ। पछिल्लो पहल अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री शरीफ र श्रीलङ्काका राष्ट्रपति अनुर कुमार बीच टेलिफोन वार्ता भएको थियो। वार्तामा श्रीलङ्काली राष्ट्रपतिले वर्तमान गतिरोध समाधानको लागि सकारात्मक निर्णय लिन आग्रह गरेका थिए। त्यसअघि पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको थियो।